नमस्ते आनेगास्यो। हजुर सन्चै हुनुहुन्छ? सन्चै हुनुहुन्छ भन्ने पूर्ण आशा राखेको छु। फेरि पनि आज हामी कोरियन भाषा बेसिक क्लासको नयाँ क्लास लिएर उपस्थित भइसकेका छौँ। हजुरहरू सुनेर अनि म सँगै लेखेर पढेर साथ दिनुहुन्छ भन्ने पूर्ण विश्वास राखेको छु। हजुरहरूले जब कापी कलम लिएर अगाडि आउनुहुन्छ र यो भिडियोलाई अन गर्नुहुन्छ, लेख्दै पढ्दै गर्नुहुन्छ भने म 100% ग्यारेन्टी साथ भन्छु तपाईको यो आजको क्लास 1 घण्टामा तपाईँ 100% कम्प्लिट गर्न सक्नुहुन्छ। 1 घण्टामा तपाईहरु याद गर्न सक्नुहुन्छ। जसरी म भन्छु त्यसरी हजुरहरूले पढ्नुभयो भने ल आज ढिला नगरी फेरि क्लासतिर नै अगाडि बढौँ। मैले यहाँ अलरेडी पहिला नै लेखिसकेको छु अनि मैले उच्चारण चाहिँ लेख्दिन। उच्चारण मौखिक भन्छु, तपाईहरु सुनेर लेख्नु होला। तपाईलाई उच्चारण लेख्नु छ भने सुनेर लेख्नु होला, नत्र तपाई उच्चारण लेख्नु भयो भने तपाईको नेपाली याद हुन्छ अनि कोरियन चाहिँ याद हुँदैन। त्यसैले उच्चारण नलेख्नु होला, उच्चारण मुखमा गर्नु होला अनि त्यो मिनिङको नेपाली याद गर्नु होला अथवा त्यो मिनिङ याद गर्नु होला। त्यसरी लेख्नु भयो भने तपाईको मिनिङ पावर पनि बढ्छ अनि तपाईको जति हामी चाहन्छौँ त्यति तपाईहरुको कोरियन भाषामा अनि पोख्त हुन सक्नुहुन्छ है त। ल ढिलो नगरी अगाडि बढौँ। खुक खुक यहाँ के छ? सरी, म पहिला मिनिङमा गइहालेँ। माथि रुल भनिदिन्छु एकचोटि। ग तल फाछिममा झुन्डिएर आयो भने तल फाछिममा आउँदा ग तल झुन्डेर आउनु अथवा यस्तो माथि फाछिम लेखा छ नि, यसरी तल झुन्डेर आयो भने ग को उच्चारण ग नै हुन्छ अथवा ओरिजिनलै हुन्छ। फाछिममा तल झुन्डेर आयो भने ग को ग नै हुन्छ भनेर पढ्ने छौँ आजको रुल है त। ल खुग खुग भनेको देश राष्ट्र अनि सुख पनि हुन्छ है। अनि छेग छेग भनेको किताब पुस्तक। फाग भनेको लौका। फाग भनेको लौका। खाग भनेको प्रत्येक कोण। खाग प्रत्येक अथवा कोण पनि हुन्छ है। माग भनेको रोक्नु। माग भनेको रोक्नु। फोक भनेको गीत। फोक भनेको गीत संगीत है। फोक भनेको गीत संगीत। मोग भनेको घाँटी। मोग भनेको घाँटी। फोक भनेको भाग्य। फोक भनेको भाग्य। शोक भनेको भित्री। शोक ओद भनेको भित्री कपडा। ओद भनेको कपडा हुन्छ, शोक भनेको भित्री। शोक ओद भनेको भित्री कपडा, तर यहाँ शोक मात्रै छ, यसलाई भित्र भन्न मिल्यो। लगाउने वस्तुहरूको कपडाको भित्र अथवा लगाउने शरीरभित्र भन्न खोज्छ है। थोक भनेको विष। थोक भनेको विष। नोक भनेको हरियो, यो कलर सम्बन्धी हुन्छ। नोकसेक भनेको हरियो कलर। नोकओत भनेको हरियो कपडा भन्न सकिन्छ, यो कलरमा लाग्ने हो। छुक भनेको जाउलो। छुक भनेको जाउलो, तर जुग लेखेको छ, हामीले पढ्दाखेरि छुक नै पढ्नुपर्छ। छुक भनेको जाउलो। फोङ्गुक भनेको सोयाबिनको सुप। फोङ्गुक भनेको सोयाबिनको अथवा गेडागुडीको सुप। फोङ भनेको गेडागुडी, खुक भनेको झोल। फोङ्गुक भनेको सोयाबिनको सुप अथवा गेडागुडीको झोल। हाङगुक भनेको कोरिया। हाङगुक भनेको कोरिया। हान लेखेको छ, पछाडि गर लेखेको छ, यसको रुलहरू थुप्रै छ, पछि पढ्ने हो, तर मैले जसरी पढेँ यसरी पढ्नु होला। हाङगुक भनेको कोरिया। हाङ फाछिमको नलाई म पढ्ने। हाङगुक भनेको कोरिया। हाङगुक भनेको
कोरिया। छङ्गुक भनेको स्वर्ग। छङ्गुक भनेको स्वर्ग। छङ्गुक भनेको स्वर्ग। छियोक भनेको नर्ग। छियोक भनेको नर्ग। छियोक नर्ग। इब्गुक भनेको प्रवेश, देशभित्र प्रवेश गर्नु। इब्गुक भनेको प्रवेश। छुल्गुक भनेको देश बाहिर निर्यात गर्नु, छुल्गुक गर्नु, पठाउनु, देशबाट बाहिर पठाउनु, भेज्नु। छुल्गुक भनेको सामान अथवा कुनै पनि चिजलाई छुल्गुक गर्नु भनेको बाहिर, छुल्गुङ बाहिर गर्नु, पठाउनु। छुल्गुक भनेको पठाउनु। याकुक भनेको औषधि। याकुक भनेको औषधि। याकुक भनेको औषधि। यहाँ कुक पश्चिममा ग हुँदा पछाडिको हुँदा कु याकुक हुन्छ, तर यो पछि रुलहरू हामी पढ्ने नै छौँ। तर अहिले हामी याकुक भनेर पढ्ने। याकुक भनेको औषधि पसल। याक भनेको औषधि हुन्छ भने याकुक भनेको औषधि पसल हुन्छ। थेगुक भनेको थाइल्यान्ड। थेगुक भनेको थाइल्यान्ड। छुङ्गुक भनेको चाइना। छुङ्गुक भनेको चाइना। थेगुक भनेको थाइल्यान्ड। छुङ्गुक भनेको चाइना। मिगुक भनेको अमेरिका। मिगुक भनेको अमेरिका। याङ्गुक भनेको बेलायत। याङ्गुक भनेको बेलायत। याङ्गुक बेलायत। मिगुक अमेरिका। छुङ्गुक चाइना। थेगुक थाइल्यान्ड। खेगुक भनेको खोज अथवा एउटा उपत्यका, जस्तै वरिपरि डाँडा भएको बिचमा खोल्सो भएकोलाई खोज भएकोलाई अथवा गड्डा भएकोलाई खेगुक भनिन्छ। छङ्गुक भनेको सम्पूर्ण देश। छङ्गुक फाँचीमा न छ, पछाडि ग छ, तलको नलाई न पढेर छङ्गुक भनेको सम्पूर्ण देश। सामगाक भनेको त्रिकोण। सामगाक भनेको त्रिकोण। सामगाक भनेको त्रिकोण। त्रिकोण भएको त्रिकोणै भन्छ नि, त्रिकोण झन्डा भन्छ, त्रिकोणै भन्छ नि, तीनवटा कोण भएको। इट इज साम। तीन गाक भनेको कोण, सामगाक भनेको कोण। ख्योयुक भनेको क्लास। ख्योयुक भनेको क्लास। ख्योयुक भनेको क्लास। याक भनेको औषधि, मैले माथि पनि भनेको थिएँ। याक भनेको औषधि। सेक्काल भनेको कलर। सेक्काल भनेको सेक्काल कलर। सेक्काल कलर। ख्युचिक नियम। ख्युचिक नियम। ख्युचिक भनेको नियम। सेक्काल भनेको कलर। खोसुक भनेको तीव्र गति। खोसुक भनेको तीव्र गति। याक्सा भनेको औषधि विक्रेता। याक्सा भनेको औषधि विक्रेता। याक्सा भनेको औषधि विक्रेता। याक्सोक भनेको बाचा। याक्सोक बाचा। याक्सोक बाचा। याङ्बोक कोट। याङ्बोक कोट। वेगुक विदेश। वेगुक विदेश। शिक्षा खाना। शिक्षा खाना। मोगुक फङ्गुक भनेको स्वदेश। मोगुक फङ्गुक भनेको स्वदेश। सिक्थाक भनेको खाना खाने टेबल। सिक्थाक खाना खाने टेबल। सिक्थाक खाना खाने टेबल। छुसक कोरियन महाचाड। छुसक कोरियन महाचाड। छुङ्गुक मैले माथि पनि पढेँ, माथि पनि लेखेर रहेछ। छुङ्गुक भनेको चीन, चाइना। ल फेरि एकचोटि फेरि पढिदिन्छु सर, फेरि पढ्नु गरेर पढिदिन्छु। खुक भनेको तेसुक। छेक भनेको किताब।
थाक भनेको लौका, खाक भनेको प्रत्येक कोण, माग भनेको रोक्नु, खोक भनेको गीत, मोक भनेको घाँटी, फोक भनेको भाग्य, शोक भनेको भित्री, थोक भनेको विष, नोक हरियो, छुक जाउलो, खोङ्गुक भनेको सोयाबिनको अथवा केडाउडीको सुप, हाङ्गुक भनेको कोरिया, छङ्गुक स्वर्ग, छियोक नर्ग, इबगुक प्रवेश देशभित्र, छुल्गुक भनेको देश बाहिर जानु अथवा बाहिरिनु, यागुक भनेको औषधि पसल, याकुक भनेको औषधि पसल, हेगुक थाइल्यान्ड, छुङ्गुक चाइना, मिगुक अमेरिका, यङ्गुक बेलायत, खेगोक खोज अथवा उपत्यका, छङ्गुक सम्पूर्ण देश, सामगाक त्रिकोण, ख्यौयुक क्लास, याग औषधि, सेक्काल कलर, ख्युछिक नियम, खोसोक तीव्र गति, याक्सा औषधि विक्रेता, याक्सोक बाचा, याङबोक कोट, वैगुक विदेश, शिक्षा खाना, मोगुक फोङ्गुक स्वदेश, सिक्थाक खाना खाने टेबल, छुसक कोरियन महान चाड, छुङ्गुक चाइना। ल मैले जसरी भने यसरी तपाईँले पढ्नुहोला। तपाईँले यसरी पढ्नुभयो भने तपाईँको मिनिङ पावर राम्रो नै हुनेछ है त। तपाईँहरू जसरी मैले लेखेको छु यसलाई जस्ता जस्तै लेखेर अथवा तपाईँ उच्चारण मैले भनेको उच्चारण लेख्नुहुन्छ अथवा लेख्नुहुन्न त तपाईँको आफ्नो कुरा हो। जसरी मैले पढाएको छु यसरी तपाईँले पढ्नुभयो भने तपाईँको मिनिङ पावर अवश्य नै अगाडि बढ्नेछ अथवा अवश्य नै सक्सेस हुनेछ मिनिङ पावर। तपाईँहरू यसरी मैले जसरी पढाएँ यसरी तयारी गर्नुहोला है त। ल भोलिको क्लासको लागि वेट गर्नुहोला। आज क्लास यति नै है त। हवस् त, नमस्कार। हजुरको दिन शुभ रहोस्।